गाइज हामीहरू चाहिँ सिजी टेम्पल आइसकेका छौँ। यो चाहिँ हाम्रो ब्याक साइडको मन्दिर रहेको छ अनि दुईजनाहरू चुडेलहरू करिना अनि साइडमा त्यस्तो छ अनि यो एरिया चाहिँ यस्तो छ होइन। यो साइडको यो चाहिँ मन्दिर चाहिँ सिजी टेम्पल अनि यो चाहिँ अरू यस्तो यो चाहिँ लास्टै चुलबुल मात्रै गरिरहन्छ अनि रिसोर्टमा यो चाहिँ करिना हो अनि यसलाई चाहिँ खालि चुलबुल मात्रै मचिरहेको हुन्छ। अनि यो चाहिँ आयुष्ना हो। आयुष्ना अब भन्नु त मैले नै थियो तर भनिनँ तिमीलाई अब के तिमीलाई शब्दै छैन के अब उसको लागि चाहिँ भन्न होइन मैले जहिले पनि भ्लग बनाउँछु कि उसको लागि चाहिँ शब्द नै निस्किँदैन क्या केही पनि शब्दको लायकै छैन जस्तो लाग्छ मलाई। ल एउटा भन्नुपर्दाखेरि होइन सी इज द क्युटेस्ट गर्ल अफ आवर क्लास होइन। अनि नाटक देखिहाल्नुहुन्छ तपाईँले होइन। अलिकति जेन्युन भनेको चाहिँ यही हो होइन। अलि मुख कालो भए पनि मन चाहिँ सफा छ। यसको चाहिँ मुख सफा भयो भने मन चाहिँ कालो छ है यसको चाहिँ। यहाँ देख्नु मलाई पिट्दै थिएन यसले। यो चाहिँ स्याल हो यसलाई बसी स्याल जे भन्दा पनि हुन्छ। अनि यो चाहिँ हाम्रो दिपा मिस होइन उसले चाहिँ अब जतिखेर पनि गाली मात्रै गरेर हुन्छन् मलाई रिसाइसकिन् होइन। अनि उनी चाहिँ अब सानो कुरामा पनि रिसाउँछिन् होइन। पुग्यो मलाई भनेर रिसाएर हिँड्दैछिन् होइन। अब रिसाइसकिन्। ल मेरो परिचय अब गाइज होइन मेरो चाहिँ परिचय सुनौँ है त। प्रत्येकसँग सबैसँग मेरो परिचय सुनौँ है त। ल तिमी भन्दै त मेरो परिचय म ल मेरो बारेमा केही भन्दै रे ल सबैसँग लाइक मैले पछिबाट त भने त क्लास भनेर होइन। ल एक नम्बर त्यति साह्रो काम नलाग्ने होइन मान्छे त राम्रो उसले जस्तो चस्मा लाग्छ मान्छे काम लाग्ने रे काम त एक पनि लाग्दैन यो मान्छे उसले जस्तो चस्मा लाग्छ उसको के रे मन त्यस्तै छ हैन। अब थ्यांक यू हैन हजुरकै बोली मैले कहिले पनि बिर्सिन्न हैन। उहाँले चाहिँ राम्रै भन्नुभयो देउस मान्छे राम्रै छ आउनुहोस्। अनि लाइक अब हजुरले चाहिँ मेरो परिचय कसरी दिनुहुन्छ भन्नुहोस् त। एक नम्बरको गुवाचे यो शब्द त उयसको हो ए। अनि तिमीले चाहिँ मेरो परिचय कसरी दिन्छौ भन त। परिचय अलि धेरै ओभर एक्साइटेड हुन्छ अनि बेला धेरै हुन्छ त्यही दिन्छु मैले। थ्यांक यू। ल गाइज होइन अब चाहिँ हामी जाँदैछौँ सबैजना। ल सबैजना एकचोटि बाई बाई भन्नु है त। बाई बाई सिजी। यही हो यही सिजी। सुँगेर लागेको छ हैन। यो चाहिँ बारसिङको पार्क। तिमीहरू खान्छौ जनक मलाई थाहा छैन अरू कुरा। यस्तो एरिया चाहिँ कस्तो राम्रो हैन बबाल बस्नु पछाडी देखा यता चाहिँ यता। माय गॉड दिस इज द भ्यू। बारसिङे भयो त एकदमै यहाँ त मज्जा केटीहरू चाहिँ यहाँ छन्। दिपु यो चाहिँ पार्क। दिपु एउटा गीत